हामी त सुकुम्बासी होइन नि, हामी सरकारको कुनै पनि सरकारी जमिन हडपेर बसेको त होइन नि। हाम्रो व्यक्तिगत जग्गामा चाहिँ उहाँहरूले चाहिँ डोजर चलाउनु न इन्फर्मेसन छ न के छ, हामी त अनौला परेछ, हामी त कसलाई भन्जाने। काठमाडौँको थापाथली गैरीगाउँ लगायतका ठाउँका सुकुम्बासी बस्तीमा शनिबार डोजर चल्यो। सुकुम्बासी बस्तीमा डोजर चलाउने नाममा व्यक्तिको जग्गामा समेत डोजर लगाइएको भन्दै आफूलाई पीडित बताउने केही व्यक्तिहरू घर धनीको प्रमाणपत्र बोकेर नेप्लिज टाइम्सको सम्पर्कमा आएका छन्। काठमाडौँको भीमसेन गोलाबाट आएका उनीहरू भन्छन्, हामीहरू सुकुम्बासी होइनौँ, हामीले दुःख गरेर किनेको निजी सम्पत्तिमा डोजर लगाउने काम भयो, हामीलाई अन्याय भयो। त्यो एरियामा सुकुम्बासी जन्मिनुभन्दा 5-10 वर्ष अगाडि नै हाम्रो बेचबिखन र सरकारी ढड्डामा वार्षिक कर तिरेर बसिरहेछ। होइन, हामी सुकुम्बासी, हामीले चाहिँ आफ्नो सम्पत्ति आफ्नो पैसा तिरेर किनेको जग्गा हो। बकाइदा यहाँ मालपोतमा गएर पास गरेकै हो। जति बेला हामीलाई सुकुम्बासीको सुख पनि थाहा थिएन। यसरी हाम्रो चाहिँ नि सम्पत्तिमाथि उहाँहरूले चाहिँ नि यस्तो गर्न नहुने। बागमती सभ्यता कोषले यो किता यति जान्छ भनेर त भन्नुपर्छ होला नि त। त्यसै आएर डाङडाङ डुङडुङ त गर्न पाइँदैन होला। यसो टहरा देख्ने बित्तिकै सुकुम्बासी भन्नु त पाइँदैन होला। 2 पैसा जोड्यो, सहरमा बसौँ भनेर त्यही लियो। पछि यो मापदण्ड भन्ने कुरा आयो। मापदण्डको लागि पनि ल ठिकै छ नि त, कति चाहिन्छ मापदण्ड लानुहोस् भनेर भनेकै छौँ। हाम्रोभन्दा अलिकति राम्रो स्ट्यान्डर्ड टहरा थियो, त्यो चाहिँ किन भत्केन? किन जस्ताको छाएको थोत्रो टहरा चाहिँ सुकुम्बासी नै आफ्नै जग्गामा बन्यो भने सुकुम्बासी, यो सरकारी जमिनमा चाहिँ अलिकति स्ट्यान्डर्ड तरिकाले टहरा बनाएपछि चाहिँ त्यसलाई चाहिँ छुनलाई कानुन नै कुर्नुपर्ने हो कि? सरकारी जमिन भएपछि सरकारी जमिनलाई चाहिँ बढी चेपेर व्यक्तिको जमिन चाहिँ अलिकति बचाएर के अरे मापदण्ड तोक्ने कि खोला जहाँ बग्यो त्यहीँबाट मापदण्ड तोक्छौ भने पनि त कमसेकम निशान त हुनु पर्यो नि त। मलाई कुन व्यक्तिले पास गरेर दियो त्यो हेर्नु, त्यो व्यक्ति कोबाट लियो त्यो हेर्नु, ढड्डामा त होला नि। डोजर चलाउँदाखेरि न हामीलाई मुआवजा छ न हामीलाई त्यसको क्षतिपूर्ति छ। मेरो नाम अर्जुन लामा, म भीमसेन गोला जागृति नगरमा बस्छु। मेरो बबिता श्रेष्ठ हो, म भीमसेन गोला 31 नम्बर वडामा बस्छु। यो तपाईँको नक्साको प्रिन्ट हो, त्योभन्दा पुरानो नक्साको प्रिन्ट पनि यही हो। यसमा पनि छैन, यसमा पनि तपाईँको छैन। यो पुरै व्यक्तिको जमिन हो। त्यसपछि योहरू पूर्जा हो, यो पूर्जा हो। चाहेमा यसको ओरिजिनल पनि पाइन्छ र यसको भेरिफाई गर्ने हो भने दिल्ली बजार मालपोत छँदैछ। ल यो सबै पूर्जाहरू हो। यहाँ जम्मा 4 जनाको छ, हामी यस्तै 12-15 जना छौँ। यो 12-15 जनाले हिजो रिक्वेस्ट पनि गरेको हो। तपाईँले भत्काउने नै पहिला बिहानदेखि हामीलाई भत्काउँदिन भने भत्काउने नै भयो भने 2 दिन सामान सार्छौँ भन्दा पनि नमानेको पनि हो। त्यति बेला भात भुत निकालेर भत्काएको पनि हो। हामीलाई अहिले भत्काएको पनि चिन्ता छैन, ल ठिकै छ भत्कायो, ल ठिक छ, तर कमसेकम हामीलाई मापदण्ड त भन्नु पऱ्यो नि। यो पोइन्टदेखि यो पोइन्ट भनेर मापदण्ड त भन्नु पर्ला नि। त्यो चाहिँ अब खोलाको मापदण्डमा पर्छ भनेर 20 मिटर छोडेर मैले घर बनाएको छु। अब 6 आना जग्गा चाहिँ नि त्यहाँनिर चाहिँ मापदण्डमा के भन्छ पर्छ भनेर मैले चाहिँ आफ्नो सेपको लागि टहरा बनाएको थिएँ होइन। अब त्यो 81 चाहिँ मेरो पर्सनल जग्गामा चाहिँ उहाँहरूले चाहिँ हिजो डोजर लगाउनु भयो। पहिला चाहिँ नगरपालिकाले के भन्नुभयो भने तपाईँहरूको निजी जग्गा हो, तपाईँहरूलाई अहिले चाहिँ केही पनि हुँदैन, हामी सुकुम्बासीको मात्रै अहिले चाहिँ नि डोजर लगाएर सुकुम्बासीलाई मात्रै गर्ने, तर तपाईँहरूको अहिले चाहिँ हुँदैन भनेर हामीलाई सान्त्वना दिनुभएको थियो। 5:30 बजेतिर होला है एक डोजर र अनि त्यसपछि प्रहरी प्रशासन आएर चाहिँ 81 चाहिँ हामीलाई चाहिँ नि चेक गरेर चाहिँ नि उहाँहरूले चाहिँ नि डोजर चलाउनु भयो। अब हामी त एकजना मान्छे, उहाँहरू त्यत्रो प्रशासन आएछ, हामी त हेरेमै अब हामी त नुनै कराउने सिवाय केही भएन है। यसरी तपाईँको एकजनाको चाहिँ एकजनाको मात्रै 10 आना जग्गा? मेरो चाहिँ 10 आना छ, त्यसमा मेरो भाइको पनि छ, मेरो भाउजूहरूको, हाम्रो परिवारको हामीले चाहिँ नि पटक गरेर किनेको जग्गा त्यहाँ चाहिँ छ। झनै 6-7 रोपनी होला सायद होइन। अनि हामीले बाटो पनि खोलिदिएको छ। पहिला त्यहाँ बाटो थिएन, जुन हामीले जग्गा लिँदाखेरि हाम्रो किता कार्डमा हामीलाई उहाँलाई पनि त्यति ऊ थिएन। अब पछि चाहिँ बाटो खोलिसकेपछि हामीले ठिकै छ नि बाटो खोल्यो, मुआवजा आउँछ भनेर हामीलाई चाहिँ नि ढल विकास कहाँ हामी पहिला डेलिगेसन पनि गयो, ठिकै छ नि त बाटो खोल्छ मुआवजा दिन्छ भन्ने हामी चाहिँ आश्वासन बसेका थियौँ। आज आएर 81 चाहिँ हाम्रो व्यक्तिगत जग्गामा चाहिँ उहाँहरूले चाहिँ डोजर चलाउनु न इन्फर्मेसन छ न के छ, हामी त अनौला परेछ, हामी त कसलाई भन्जाने। अहिलेसम्म बागमतीको करिडोरमा अहिलेसम्म वाल हाने चाहिँ तल माथि भइसक्यो, तल भइसक्यो, बिचमा चाहिँ किन रोक्यो? मैले सुनेको छु कति ठाउँमा व्यक्तिको जमिन पर्यो, सर्वोच्चले स्टे अर्डर दिएको छ, त्यही भएर रोकेको भन्छ। त्यसलाई खुलाउनु पर्यो, त्यो मैले खुलाउने हो?
म व्यक्तिले त दिन्छु भनिरहेको छ, अरूले नदिने भन्नेलाई पनि त मनाउनु पर्यो नि। व्यक्तिको सम्पत्ति लिन्छ भने सरकारले मुआवजा दिनु पर्यो, होइन भने पनि तपाईँको यति वर्षमा म मुआवजा दिन्छु भनेर कागज गरिदिनु पर्यो। सिधा कुरा हो। सरकारले सुकुम्बासीको विस्थापन गरेर कुनै पुनर्स्थापन गर्छ, त्यो सरकारको ठुलो मान्यता हो, गर्नु पनि पर्छ। आफ्नो जनताको सेवा सुरक्षा र सुविधामा ध्यान दिनु त्यो राम्रो पनि कुरा हो, तर सिधा व्यक्तिगत सम्पत्तिमाथि धावा बोल्नु यो चाहिँ गलत हो। के भन्छ बकाइदा चाहिँ तिरेर कर तिरेर नगरपालिकामा चाहिँ के भन्छ हाम्रो ओडामा चाहिँ कर तिरेर वर्षौँदेखि 20-25 वर्षदेखि कर तिरेर राखेको जग्गा हो, जग्गा र घर पनि छ। अब 81 चाहिँ हामीलाई चाहिँ नि जग्गा सुकुम्बासी भन्ने हामी होइन, हामी सुकुम्बासी, हामीले चाहिँ आफ्नो सम्पत्ति आफ्नो पैसा तिरेर किनेको जग्गा हो। खोलामा त एउटा ग्याबिङ वाल हुनु पर्ला नि मापदण्ड मेजरमेन्ट गर्नु, ग्याबिङ वाल छैन। खोला दिनका वर्षै पछि 2-2 फिट यता बढेर आइरहेछ। खोलाको प्रकृति पनि त हेर्नु पर्ला नि, नदीले त कटान गरिरहेछ। होइन म केही पनि हेर्दैन, हाल जुन छ त्यही हिसाबले हेर्छ भने पनि हालको हिसाबले हेर्छ भने अर्को वर्ष हेर्न पाएन, अर्को वर्ष 2 फिट घट्या होला। 2 फिट म फेरि भित्र जानु हुँदा कि मलाई चाहिँ त्यो मेरो अरू ठाउँमा जग्गा नभएको होइन छ, यो ठाउँको चाहिँ यसको जग्गा चाहिँ त्यसै सरकारले लिइदिउँ, अरू ठाउँमा यसको छँदैछ भन्नु खोजेको हो कि किन यहाँसम्म तपाईँको भत्किन्छ, तपाईँ जति बेला पनि रेडी भएर बस्नु भनेर किन भनेन? त्यो मेजरमेन्ट गर्ने पोइन्टको आधार किन बनाइदिएन? पहिलाको जमिन 50-60 फिट टाढा, अहिले 70-80 फिट टाढा, अहिले 50-60 फिटमा आइसक्यो। यही कुर्दा लास्टमा 10 फिटमा बस्नुपर्ने हो कि हामीले ग्याबिङ वाल आउनलाई रोक्या छैनौँ के अरे? जसले रोक्या छ चित्त बुझाउ, हामीलाई पनि चित्त बुझाउ, सकिहाल्यो नि। हामीले के त्यो जग्गा बेचेर हामीलाई न्यू रोडमा जग्गा चाहिन्छ भने छैन के अरे? त्यो एरियाको जुन भ्यालुएसन छ त्यो भ्यालुएसन अनुसार मुआवजा देऊ, सक्यो। व्यक्तिगत जग्गा लाल पूर्जा भएको आफ्नो व्यक्तिगत जग्गामा भएको निर्माणमा हामी छुँदैनौँ। बाटो अवरोध भएको टहराहरू छ भने भत्काउँछौँ भन्ने कुरा भयो। त्यो अनुसार हामी फेरि म मात्र नभएर मभन्दा पछि अर्को 8-10 जना गएर फेरि त्यही कुरालाई रिपिट गर्दा सेम एन्सर आइयो। बेलुका 6 बजे 6:30 बजेसम्म हामी ढुक्क भएर बस्दाखेरि अचानक महानगरपालिकाको कुनै पनि फोर्स आउनु भएन। डिएसपीको कमान्डमा पुलिस प्रशासन र डोजर आएर यतापट्टि भत्काउनलाई खाली गर भनेर भन्न आउँदाखेरि महानगरसँग हामीले बिहानै कुरा गरेको हो। उहाँले व्यक्तिगत लाल पूर्जावाला जग्गामा हामी छुँदैनौँ, मापदण्ड निर्धारण गरेपछि मात्र तपाईँलाई यति हो है अब भत्काउनु भनेर भन्छ, अनि भत्काउनुपर्छ भनेर उहाँले क्लियर इन्स्ट्रक्सन दिनुभएको छ भन्दाखेरि त्यो हामी जान्दैनौँ भनेर भन्यो। नजान्ने हो भने यो पूर्जा हेर्नु नि त, यो पूर्जा तपाईँको हाम्रो यो जग्गाको हो, यो जग्गामा बनेको यो टहरा हो, यो अगाडिको तपाईँको 30-40 फिट बाटो खुल्लै छ, योभन्दा बढी के चाहियो भनेर भन्दाखेरि पूर्जा मलाई हेर्न आउँदैनौ भनेर भन्छ। जब पूर्जै हेर्न आउँदैन, अब व्यक्तिको हो, सरकारी हो, अतिक्रमित हो, त्यो छुटाउनै नसकेर सिधै भत्काउन आउनु त्यो नाजायज हो भन्ने मेरो ठाउँमा पहिलो भनेको सुकुम्बासी बस्ती नजिक तपाईँको घर जग्गा छ। सुकुम्बासी बस्ती भन्दा लगभग 600-700 मिटर माथि हाम्रो घर जग्गा छ। त्यो आफ्नै घर जग्गामा बनेको टहराहरू छ। त्यो आफ्नै घरको पूर्जामा वार्षिक रूपमा कर तिरिरहेको जग्गाहरूमा बसेको त त्यो सरकारको अतिक्रमण पनि गरेको होइन, हामीले विकासको विरोध गरे पनि होइन। हामीलाई विकासको लागि यति चाहिन्छ भनेर छुट्याइदियो हामी खुसी साथ दिने हो, तर हामीलाई भन्नु पर्यो तपाईँको यतिसम्म जान्छ, तपाईँले भत्काउनु पर्यो भनेपछि हामी भत्काउने हो। अहिले तपाईँले भत्काउनु पर्दैन, तपाईँको लागि अलग मापदण्ड निर्धारण गरेर पछि भत्काउनु पर्छ भनेर पहिला हामीलाई आश्वासन दिने, अनि हामी चुप्लाएर बसेपछि एकैचोटि अपरचोट ल अहिले खाली गरिहाल अहिले भत्काउँछु भने यो त अलिकति भएन नि, जायज भएन नि। हजुरहरूको स्थायी घरै त्यहीँ हो कि बाहिर हो कि? होइन, हाम्रो स्थायी घरै त्यहीँ हो। हाम्रो चाहिँ नि आफ्नो के भन्छ व्यक्तिगत सम्पत्तिमा आज चाहिँ नि डोजर चलाउँदाखेरि न हामीलाई मुआवजा छ, न हामीलाई त्यसको क्षतिपूर्ति छ। 40 साल 42 साल 45 सालतिर त्यहाँ बाटै थिएन। त्यति बेला कुनै सुकुम्बासी हाम्रो यता जागृति नगर साइड भीमसेन गोलापट्टि कुनै जन्मेकै थिएन, उता सिनामङ्गलपट्टि थियो। खेतीपाती गरेर खाइरहेको जग्गाहरू हो। पछि सरकारले बागमतीमा करिडोर बनाउने भन्ने कुरा आएपछि व्यक्तिको जग्गा हो, मुआवजा पाइन्छ तपाईँहरूले भने ल ठिक छ मुआवजा पाइन्छ भने अब संविधानमा कुनै पनि व्यक्तिको जग्गा यदि सरकारले अधिग्रहण दिन्छ भने मुआवजा दिन्छ भन्ने कानुन हामीले पनि सुनेको थियो, त्यही अनुसार दिइहाल्छ। हामी किन पटक पटक धाइरहनु पर्यो भनेर हामीले बाटो खोलिदिएको, आफ्नै जग्गाबाट बाटो खोलिदिएको। न हामीलाई चाहिँ एउटा चाहिँ नि उहाँ नगरपालिकाको उहाँले आएर चाहिँ तपाईँहरूको व्यक्तिगत जग्गामा चाहिँ हामी अहिले केही पनि गर्दैनौँ, पछि चाहिँ यसको चाहिँ नि छानबिन गरेर के नापजोख गरेर मात्रै तपाईँहरूसँग सल्लाह गरेर गर्छु भन्ने 81 हामीलाई डोजर चलाउँदा त्यो जस्तो नराम्रो त हामीलाई धेरै नै दुःख लागेको छ। सरकारले
हामी प्रति गरेको। जस्तै यहाँ चाहिँ प्रश्न चाहिँ के उठिरहेछ भने जस्तै नक्कली सुकुम्बासीहरू पनि सक्कली सुकुम्बासी भनेर आए हजुर होइन सेटिङ मिलाएर चाहिँ सत्ता र शक्तिको चाहिँ प्रयोग गरेर चाहिँ कतिपयले पूर्जा पनि लिए भन्ने खालको जुन आरोप भइरहेछ नि त्यही आरोपको बिच तपाईँले फेरि हाम्रो चाहिँ निजी सम्पत्तिमा चाहिँ डोजर लगायो भनेर भन्दै हुनुहुन्छ नि 2040 सालको आसपास हाम्रो किनबेच भएको हो। 40 सालपछि फेरि 53 साल 55 साल एराउन्ड 60 वीरेन्द्र हाम्रोको जुन 58 सालको आसपास फेरि अर्को बेचबिखन भएको हो। त्यतिन्जेलसम्म पनि भित्र बाटो थिएन, करिडोर त्यो बाटोमै सटेको थियो। अझ त्यो जमिन काटेर त्यो खोलाले पारिपट्टि लैएको थियो। हाम्रै किता पनि पारी सिनामङ्गलतिर गएको थियो, जुन हामीले आफ्नो कितामा गाब्नु नसकेपछि त्यो त्यत्तिकै सार्वजनिक भएर त्यसमा सुकुम्बासी बसिदियो। त्यो हाम्रै जुन ठुलो टुक्रा छ रोपनीको त्यो टुक्राबाट उता गएको चिज त्यसै गएर त्यो सरकारी भएर सुकुम्बासी भइदियो। त्यो हामीले लिनु पनि पाएन। खोला नदी किनार झन् यता बढिरहेछ, त्यसमा पनि हामीले करिडोरको लागि बाटो छोडिरहेछ। अहिले पनि मुआब्जाको लागि के अरे हुन्छ भनेको छ, पहल पनि भएको छैन। त्यसको मुआब्जाको कुनै निदो खैर पनि थाहा छैन। र मापदण्ड तिम्रो यहाँदेखि यहाँसम्म चाहिँ सरकारले अधिग्रहण गर्छ है, यहाँ चाहिँ नबनाऊ भनेर हामीलाई कुनै इन्फर्मेसन पनि छैन। भन्नु त भनेको छ 20 मिटर भनेको छ, तर 20 मिटर कुन पोइन्टबाट? तपाईँको जग्गा कति छ त्यहाँ मेरो मात्र होइन 12-13 जनाको छन्। मेरो आफ्नो 4 आनामा 2टा घर छ, 2 आना गरेर आधी बेचेर आधी छ। अनि यहाँ दिदीहरूको हुनुहुन्छ, दिदीहरूको रोपनीको आसपासमै छ। भनेको तपाईँहरूको त्यहाँ हिजो भत्काएको चाहिँ त्यो प्योर 100% व्यक्तिगत हो, रैकर जग्गा हो। कति जग्गामा बनेको संरचना भत्काए हिजो? कति जग्गामा भन्दा पनि जति भत्कायो त्यो सबै निजी सम्पत्तिको थियो। कतिवटा भत्काए? त्यसमा लगभग 25-30 वटा 50-60 वटा जस्तो टहरा। 50-60 वटा निजी टहरा भत्काए? हजुर। त्यो निजी टहरा चाहिँ टहरा बनाउनुको अर्थ के भने यो कुनै पनि बेलामा मापदण्डभित्र पर्न सक्छ है, हामीले हटाउनु पर्छ है भनेर अस्थायी रूपमा बनाइराख्या हो। आफ्नो जग्गालाई सदुपयोग गर्न खोजेको हो। भनेको तपाईँहरूको आफ्नो निजी सम्पत्ति पनि त्यसरी डढाइ भौतिक संरचना बनाउनु भएको रहेछ। हजुर। किन डराउनु भएको तपाईँहरू? डराउनु किन भएको? भोलि अब मापदण्डमा यति पर्यो भत्काउ भन्यो भने हामीले पक्की घर बनायो भने त हामीलाई लस बढी हुन्छ नि त। मापदण्ड कति छ, कहाँबाट मेजरमेन्ट गर्छ भन्ने हामीलाई थाहा छैन। अन्यलमा परेपछि पक्की कसरी बनाउने? अब राज्यले पनि केही न केही सोचेर तपाईँहरूको जग्गा भत्काएको त हुनसक्छ नि होइन? त्यो केही न केही सोचेको त इन्फर्मेसन त हामीलाई हुनु पर्यो नि त। राज्यले तपाईँहरूको लागि यो सोचेको छ, यति दिनभित्रमा तपाईँले यो खाली गर्नु भनेर हामीलाई त व्यक्तिगत रूपमा इन्फर्मेसन दिनु पर्यो नि त। हामी त सुकुम्बासी होइन नि, हामी सरकारको कुनै पनि सरकारी जमिन हडपेर बसेको त होइन नि। त्यो एरियामा सुकुम्बासी जन्मिनुभन्दा 5-10 वर्ष अगाडि नै हाम्रो बेचबिखन र सरकारी ढड्डामा वार्षिक कर तिरेर बसिरहेछ। त्यो हरेक रिपोर्टमा कुनै पनि रिपोर्टमा हामी फेल खायो भने त्यो पुरै एरियाबाट हामीले पत्ता साफ गर्दै हामीलाई मतलब छैन। हामी त्यो एकदमै मान्छौँ। मेरो घर त 4 आनामा बनेको छ, 10 आनामा होइन। अनि 6 आनामा चाहिँ टहरा राखेको छु होइन। 6 आना त होइन, कति 2 आनामा टहरा जति होला सायद होइन। अब त्यही हानिदिनु भयो उहाँले। त्यो भाडामा लगाउनु भएको थियो कि? हाम्रो व्यक्तिगत जग्गा हो, कुनै हामी सुकुम्बासी होइनौँ होइन। हामीले कसै सरकारी जग्गा अधिग्रहण गरेर बसेको होइन। हामीले दुःख गरेर कमाएर जोडेको सम्पत्ति हो। मालपोत कार्यालयमा बकाइदा छ, तिरेको छ। वडामा चाहिँ नि हामीले कर तिरेर राखेको छौँ होइन, वर्षौँ पछि। यदि छानबिन गर्न राज्यले छानबिन गरेको अवस्थामा हामी सम्पूर्ण हजुरलाई क्लियर देखाउनेछौँ। कुनै पनि हाम्रो त्यहाँ मिस्टेक छ भने हामीलाई जे दण्ड दिन्छ त्यही हामी स्वीकार्नेछौँ। सरकारको राजस्व तिरेर जुन जमानामा मापदण्डको नामै थिएन, सुकुम्बासीको नामै थिएन, त्यति बेलादेखि 40-42 सालतिरदेखि किनबेच गरेर आफूले भोगचलन गरेर आएको जग्गा पछि सरकारले बाटो चाह्यो भने बाटो छोडिदियो। अब बाटो छोडेर यतापट्टि अब मापदण्डमा पर्छ होला तपाईँको भनेकोले गर्दा हामीले अस्थायी संरचना बनायो, त्यो पनि भत्काउन आउँछ। कमसेकम यति हो भनेर मेजरमेन्ट त क्लियर दिनु पर्यो नि। यस्तो आँखाले हेऱ्यो यति पर्छ होला भन्ने तालमा त भएन। त्यो हामीले पनि किनेकै हो, अतिक्रमण गरेको होइन। बकाइदा यहाँ मालपोतमा गएर पास गरेकै हो। जति बेला हामीलाई सुकुम्बासीको सु पनि थाहा थिएन। त्यो नदीबाट चाहिँ नदी किनारबाट कति दूरी टाढामा छ? लगभग 35-40 फिट टाढाको अस्थायी संरचना, 50-60 फिट उता चाहिँ हाम्रो थाई संरचना। भनेको यो नदी किनारको मापदण्डभित्र त पर्दो रहेछ होइन? मापदण्ड अब नदी किनारदेखि लिने हो कि नदीको सेन्टर पोइन्टदेखि लिने हो कि नदीलाई किनारा कुनपट्टि माग्ने हो? नदीले वार्षिक रूपमा कटान गरेर 1 फिट 2 फिट 1 फिट 2 फिट यता चेपिरहेछ। त्यहाँ कुनै पनि वाल छैन। वाल भएको भए नि हामीले वालबाट मेजरमेन्ट लिन्थ्यो। अब आज यो डिलबाट लियो, अर्को साल आउँदा 2 फिट घटिरहेको हुन्छ। अनि त्यसरी त घट्दै घट्दै हाम्रो त अनि पुरै जाने भयो त।
त्यो नदीको भाव कहाँबाट कहाँ कसरी आएछ नदीको पुरानो भाव हेर्ने हो कि अहिले हाल जहाँ बगिया छ त्योलाई मान्ने हो कि योभन्दा 2 वर्षपछि त्यसको भाव अलिकति परिवर्तन हुन्छ त्यसलाई मान्ने हो कि बागमती सभ्यता कोषले यो किता यति जान्छ भनेर त भन्नुपर्छ होला नि त त्यसै आएर डाङडाङ डुङडुङ त गर्न पाइँदैन होला यसो टहरा देख्ने बित्तिकै सुकुम्बासी भन्नु त पाइँदैन होला सुकुम्बासी हो कि होइन यो के प्रयोजनमा बन्यो पहिला त्यो त सोचखोज हुन्छ होला नि डोजर लगाउँदाखेरि तपाईँहरूले प्रतिवाद गर्ने यो किन गरेको भनेर केही गर्नु भएन भनेको पहिला 6 बजेसम्म तपाईँको महानगरपालिकाको क्रस खुकुरी र 2 तारा भएको एकजना सर हुनुहुन्थ्यो उहाँसँग बिहान लगभग 10 बजेदेखि बेलुका 2-3 बजेसम्म 6-7 चोटि सोद्धाखेरि व्यक्तिगत सम्पत्तिमाथि अहिले हामी हात चलाउँदैनौँ डोजर चलाउँदैनौँ तपाईँहरू ढुक्क हुनु तपाईँहरूलाई नापेर मापदण्ड यति पर्यो भनेपछि चाहिँ मापदण्डभित्र परेको चाहिँ तपाईँले भत्काउनु पर्छ भन्दाखेरि हामीले हुन्छ अहिले भन्नुहुन्छ कहाँबाट नाप्ने नापेर तपाईँले भन्नु अहिले भत्काइदिन्छौँ पनि भनेको अहिले छुँदै छुन्न ढुक्क हुनु भनेर भनेपछि 6:30 बजी महानगरको टोली एकजना पनि आउनु भएन डिएसपीको कमान्डमा सशस्त्र प्रहरी र डोजर आएर प्रहरी प्रशासन र डोजर आएर भत्काउनु खोज्दाखेरि यो पूर्जा भएको जग्गा हो महानगरको सरसँग हामीले यस्तो कुरा भएको छ उहाँलाई मैले भत्काउने हो यस्तो हो भने हामीलाई भन्नु है हामी सामान सार्छौँ भन्दाखेरि उहाँले त्यो केही सुन्नु भएन कसलाई फोन गर्नुभयो मलाई थाहा भएन यो म पूर्जा हेर्न जान्दिनँ नक्सा हेर्न जान्दिनँ महानगर बोलाएर ल्याउनु रे महानगर हामीले बोलाउने कि त्यो टिमसँग पहिला बिहानदेखि भएको महानगर उहाँले कोअर्डिनेट गर्ने हो हामी त्यति बेला त्यहाँ सामान झिक्नु बस्ने कि हामी महानगरको व्यक्ति प्रशासन खोज्नु जाने हो तपाईँ एकचोटि बुझ्नु यदि भत्काउनै हो ल ठिक छ म मान्छु मेरो यहाँ 30 फिटको दूरीमा टहरा छ 20 फिटको दूरीमा अर्को टहरा भएकोहरू भत्काएर आउनु मेरो बराबर हामी भत्काउन अहिले पनि तयार छु भन्दा हामीभन्दा अगाडि नजिक भएको टहराहरू छोडिदिएर पछाडिको टहराहरू भत्काउनु किन आउनु हो यदि चाहिन्छ तपाईँलाई मापदण्ड चाहिन्छ भने माथिदेखि इक्वल रूपमा लिएर आउनु नि माथिको छोडेर किन मुनि आयो माथिको 2-4 वटा टहरा हाम्रोभन्दा नजिक छ पारीको त पूर्जा नभएको जमिन कति छ त त्यो भन्नु पनि मिल्दैन मैले कति छ भन्नु मिल्दैन 2-4 जना होलान् मेरो दृष्टिमा किनभने म 48 सालदेखि त्यहाँ बसोबास गरेको हो 40 सालतिरै हाम्रो किनबेच भएको हो तपाईँको स्थायी घर चाहिँ कहाँ हो कसरी किन्नुभयो त्यो जग्गा चाहिँ त्यो मेरो होइन मेरो बुवाले किन्नुभएको हो हामी 48-49 सालमा चाहिँ सिफ्ट भएको त्यहाँ हो खास स्थायी घर चाहिँ स्थायी घर सिन्धुपाल्चोको 12 विषय हो ए हजुर उता हाम्रो छ ए हजुर उता पनि छ यता पनि किनेकै हो उता पनि किनेको हो अरू ठाउँमा पनि किनेको छ आफ्नो पैसा परेको ठाउँमा यदि सरकारले लान्छ भने मुआवजा दियोस् लैजाओस् राम्रो बन्नुपर्छ ठिक छ फोहोर उठ्यो ठिक छ सफा हुनुपर्छ ठिक छ हरियाली हुनुपर्छ ठिक छ पिच हुनुपर्छ ठिक छ नदी संरक्षण हुनुपर्छ ठिक छ तर मेहनतको पैसा लगानी गरेर किनेको छ यदि हामी जायज रूपमा सरकारको जमिन अतिक्रमण गरेको छैन के अरे भने त हामीले त हालेको पैसा त हामीले त पाउनु पर्यो नि मुआवजा त्यो जग्गा चाहिँ जस्तै तपाईँहरूले कुनै दलाली मार्फत किन्नु भयो कि कसरी किन्नुभयो जसको जग्गा हो उहीसँग किने हो जो जग्गा धनी हो उहीसँग किने हो कतै तपाईँहरू पनि फस्नु भयो कि भन्ने कुरो नि जग्गा किन्ने बेलामा फसेको हो भने त मालपोतमा त्यो पास गराउँदा थाहा भइहाल्छ नि वार्षिक रूपमा कर तिरिरहेछ खोला किनारमा कुनै पनि बाटोको त्यो तपाईँको सार्वजनिक जग्गा भनेर देखाएको पनि छैन नक्सा पनि छैन तपाईँको नदीको सिमानासम्मै पछाडिदेखि एकलौटी त्यो व्यक्तिको नाममा दर्ता र किता कार्ड भएको जग्गा हो अहिले पछि त्यही किता कार्ड भित्रमा हामीले रोड दिएको छ मतलब कानुन नै राज्यमा कानुन अनुसार चल्दा बस्दा हामीलाई बिना इन्फर्मेसन सुकुम्बासीलाई जस्तो किन खटायो हामीले त मेरो यो छैन भनेर बस्या होइन 2 पैसा जोड्यो सहरमा बसौँ भनेर त्यही लियो पछि यो मापदण्ड भन्ने कुरा आयो मापदण्डको लागि पनि ल ठिकै छ नि त कति चाहिन्छ मापदण्ड लानुहोस् भनेर भनेकै छौँ हामीले हुँदैन भनेको छैन हुँदैन भने अब त्यहाँ बाटै हुने थिएन बागमती करिडोरमा सरकारले दीर्घकालीन विकासको गर्छ यो करिडोर बनाउँछु भनेर कुरा उठायो योभन्दा 10-15 वर्ष अगाडि त्यही अनुसार हामीले बाटै छोडिदियो अनि के चाह्यो त त्योभन्दा बढी अब तपाईँहरूको लो भन्ने हो भने त त्यो बाटोको पनि हामीलाई मुआवजा चाहिने हो नि बाटो त सरकारी जमिनमा त गएको छैन हामीले पैसा तिरेको जमिनमा गएको छ त्यसको मुआवजा खोइ हामीले अहिलेसम्म मिडियामा त कराएको छैन करिडोरको बाटो सरकारले खोलेको कुनै व्यक्तिले खोलेको होइन सरकार बागमती सभ्यता विकास कोष भन्ने छ उहाँले नै खोलेको हो उहाँले खोल्दा पनि मुआवजा दिन्छ है तपाईँको व्यक्तिगत जग्गा भनी खोलेको हो त्यसपछि हामीले मुआवजा पाएको पनि छैन हामी दिनदिनै गएर मुआवजा चाहियो पनि भनेको छैन हामीले राज्यले चाहेको व्यक्तिको सम्पत्ति लिन्छ भने राज्यले त्यो व्यक्तिको निजी सम्पत्ति लिन्छ भने राज्यले उसलाई मुआवजा दिनुपर्छ पहिलो कुरो ल ठिक छ मुआवजा पनि म दिन्न सरकार म नसक्ने भयो म दिन्न भन्यो भने सक्नेले बाटो दिएला तर तिम्रो यति चाहिँ जमिन म लिन्छु है भनेर एउटा निशान त दिनु पर्ला नि तपाईँको व्यक्तिगत जमिन नै रहेछ यति मलाई चाहियो भन्दाखेरि हामी नाइनास्ती छैन
तर निशान मार्किङ त हुनु पर्ला नि। चाहियो भनेर सिधै आएर डोजरले बुटुङ डुटुङ गरेर चाहियाभन्दा बढी भत्किया होला, चाहियाभन्दा कम भत्किया होला, त्यसको मेजरमेन्ट कसले गर्ने? लाल पूर्जा देख्दा लाल पूर्जा यो नक्सा म हेर्न जान्दिनँ भन्नेको कमान्डमा आएर त्यसरी तोडफोड गर्न त पाएन। हाम्रो भन्दा अलिकति राम्रो स्ट्यान्डर्ड टहरा थियो, त्यो चाहिँ किन भत्केन? किन जस्ताको छाएको थोत्रो टहरा चाहिँ सुकुम्बासी नै आफ्नै जग्गामा बन्यो भने सुकुम्बासी, यो सरकारी जमिनमा चाहिँ अलिकति स्ट्यान्डर्ड तरिकाले टहरा बनाएपछि चाहिँ त्यसलाई चाहिँ छुनलाई कानुन नै कुर्नुपर्ने हो कि? निजी सम्पत्ति हो कि होइन भनेर त सबैलाई भन्छु, सबै आएर छाता ठुलो तालले सर्च गर्न सकिन्छ। जुन दिन यो तपाईँको व्यक्तिको होइन रहेछ, सरकारको हो रहेछ भने पुराका पुरा छोड्न तयार छु। हामी एउटा होइन, पुराका पुरा छोड्न तयार छु। म एक्लै चाहिँ 12-15 जना छ, 2022 साल 23 साल अगाडिदेखि किनबेच भएर आएको चिजहरू हो। पारिपट्टि त छोडेको प्रति जग्गा सरकारी जमिन छ, सरकारी जमिनपट्टि बढी च्याप्ने कि व्यक्तिको जमिनपट्टि बढी च्याप्ने? जब खोलाले ठाउँ सर्यो त खोलाले छोडेको जग्गा त सरकारी जमिन हो। सरकारी जमिन भएपछि सरकारी जमिनलाई चाहिँ बढी चेपेर व्यक्तिको जमिन चाहिँ अलिकति बचाएर त्यो के अरे मापदण्ड तोक्ने कि खोला जहाँ बग्यो त्यहीँबाट, खोला जहाँ बग्यो त्यहीँबाट मापदण्ड तोक्छ भन्यो भने त कमसेकम निशान त हुनु पर्यो नि त। यो पोइन्टदेखि स्टार्ट हुन्छ, यो पोइन्टको मापदण्ड इन्डिङ हो, यति चाहिँ तपाईँले छोड्नुपर्छ भनेर त क्लियर इन्स्ट्रक्सन त चाहेला नि त। अन्धाधुन्ध अन्दाजको भरमा त नहोला। हामीले त अतिक्रमण गरेर बसेको होइन। या त सरकारले करै बुझ्नु भने तपाईँको यो सरकारी जमिन रहेछ किन कर लिएको भनेर भन्नु पर्यो। पहिलेदेखि होइन, यो 20-30 वर्ष अगाडिदेखि कर किन खाइरह हो? माओवादी द्वन्द्वकालतिरदेखि जन्मेको सुकुम्बासी त्यति बेला त हामी त ठुलो भइसकेको थियो। हामीसँग आफ्नो पूर्जा छ है भनेर ढुक्क भएर बसेको। बागमती सभ्यता कोषमा पनि डेलिगेसन नगएको होइन, 3-4 चोटि गएको, तर उहाँले पनि कहिले पनि क्लियर स्ट्रिक्ट यस्तो है भनेर इन्स्ट्रक्सन दिनु सक्नु भएन। अर्काको जमिनमा सिधै आएर डोजर पनि हान्दिने। हामी कुनै 2 नम्बरी गरेको होइन, हामीले कसैको लिएर सरकारी जमिन हप्टेर आफ्नो नाममा गरेको होइन। हामीलाई कसले पास गरिदिएको? जस्तै तपाईँले भन्नुभयो नि, जस्तै यहाँ कतिपय जस्तै मान्छेहरूले चाहिँ जग्गा चाहिँ हडपेर विभिन्न सुनेको छ होइन, शक्तिको दुरुपयोग गरेर त्यसरी बसेको भन्ने पनि छ होइन। जस्तै तपाईँहरूमाथि त्यही आरोप लागिरहेको कि? त्यसको पनि सोल्युसन छ। त्यस्तो कुरा मलाई कुन व्यक्तिले पास गरेर दियो त्यो हेर्नु, त्यो व्यक्ति कोबाट लियो त्यो हेर्नु, ढड्डामा त होला नि। सरकारी जमिन त्यो व्यक्तिले नाममा गरेछ, त्यसपछि त्यो व्यक्तिले तपाईँलाई बेचेछ भन्ने पनि त निक्लेला नि त्यहाँ। त्यस्तो हो भने मलाई बेच्ने व्यक्ति को हो, जग्गाको मुली को हो त्यो हेर्नु, त्यो जग्गाको मुली को हो, त्यो जो मुलीलाई कसले बेचेको या त उसको पैतृक हो चाहे के हो, कसरी आएको त्यो त्यताबाट खोज्नु नि। त्यो एरियामा सुकुम्बासी हुनुभन्दा अनुसन्धानको लागि तपाईँहरू तयार हुनुहुन्छ? हामी तयार छौँ। हामीलाई कसले दिएको त्यो भन्नु पनि तयार छौँ। उसलाई कसले दिएको त्यो खोज्ने राज्यको काम हो। हामी विकास विरोधी होइनौँ। विकास गर्नुपर्छ, राम्रो हुनुपर्छ, ठिक छ, तर ठिक छ भन्दैमा कसैलाई पनि अन्यायमा पार्नु भएन। कुरा यति नै। ल